नमस्ते, मेरो नाम अभिनव हो। सेट को अगाडि हामी पढ्नेछौँ। समूहका पूरक, कम्प्लिमेन्ट अफ सेट्स। जस्तै एक कम्प्लिमेन्ट, ठीक छ। कम्प्लिमेन्ट लेख्नको लागि ए को माथि दिन सक्छु, ए को साइडमा या ए को साइडमा सी। यो भन्नाले समूहका पूरक, कम्प्लिमेन्ट अफ सेट्स। कम्प्लिमेन्ट अफ सेट निकाल्नको लागि जस्तै मानौँ सर्वव्यापी समूह 1 2 3 4 5 6 7 8 सम्म छ। जस्तै सेट ए 1 2 3 4, सेट बी 3 4 5 6, ठीक छ। त्यस्तै हामीले निकाल्नु पर्ने हो सेट ए को पूरक। ए कम्प्लिमेन्टलाई हामी सर्वव्यापी समूहबाटलाई घटाउनेछौँ। 1 2 3 4 5 6 7 8 माइनस 1 2 3 4, 1 2 3 4 लाई हामी घटाउनेछौँ, बाँकी रहन्छ 5 6 7 8। अब हामी यहाँ के हेरिरहेका छौँ, ए को पूरकमा, सेट ए को पूरकमा, समूह ए को पूरकमा हामी के हेरिरहेका छौँ, कुनै पनि सेटको पूरक भन्नाले कुनै पनि सेटको कम्प्लिमेन्ट निकाल्दाखेरि हामी के हेरिरहेका छौँ, जुन सेटको पूरक निकाल्दा त्यो सेटको इलिमेन्टलाई छाडेर युनिभर्सल सेटको बाँकी इलिमेन्ट रहन्छ। यहाँ के हेरिरहेका छौँ, यो इलिमेन्टहरू सर्वव्यापी समूहमा छन्, मतलब युनिभर्सल सेटमा छन्, तर सेट एमा छैन। यसलाई भेन चित्रमा ए र बीमा मिल्ने एलिमेन्टहरू 3 4। जस्तै सेट ए का बाँकी एलिमेन्टहरू 1 2, सेट ए का बाँकी एलिमेन्ट 1 2, सेट बी का बाँकी एलिमेन्ट 5 6 र सर्वव्यापी समूह युनिभर्सल सेटको बाँकी एलिमेन्ट 7 र 8। अब यहाँ सेट ए को कम्प्लिमेन्ट भन्नाले यो सेट एलाई छोडेर बाँकी सबै एलिमेन्ट छन्। यो सेट गर्दाखेरि सेट एलाई छोडेर सबैलाई सेट गरिदिनु भयो ए कम्प्लिमेन्ट। यसलाई भन्न सकिन्छ सेट ए कम्प्लिमेन्ट अफ सेट ए कन्टेन्स एलिमेन्ट प्रेजेन्ट इन युनिभर्सल सेट बट नट इन सेट ए। कुनै पनि सेटको कम्प्लिमेन्ट भन्नाले त्यो सेटको, त्यो समूहको सदस्यहरूलाई छोडेर युनिभर्सल सेटको सदस्यहरू हुन्छन्। जस्तै म्याथमेटिकल डेफिनेसन ए कम्प्लिमेन्ट x such that x belongs to universal set and x doesn't belongs to a complement भन्नाले x such that x belongs to universal set। universal set को एलिमेन्ट हुन्छ तर सेट को एलिमेन्ट हुँदैन। यो म्याथमेटिकल डेफिनेसन। यो हामीले पढ्यो अपरेसनल सेट्समा 4वटा छन्, सबै पढ्यो हामीले। त्यसपछि अब प्रश्न सल्भ गरौँ। x such that x belongs to natural number, x is less than equal to 20. x such that x belongs to natural number x such that x belongs to natural number and x lies between 2 and lies from 2 to 10. Set B छ x such that x belongs to natural number 10.
10देखि लिएर 20 सम्मको नेचुरल नम्बर। ए यूनियन बी दोस्रो, ए इंटरसेक्शन बी तेस्रो, ए यूनियन बी को कॉम्प्लीमेंट चौथो, ए इंटरसेक्शन बी को कॉम्प्लीमेंट यूनिवर्सल सेट। नेचुरल नंबर कहाँ देखि कहाँ सम्म? 1 देखि लिएर 20 सम्म, 20 सम्म, 1 2 3 देखि लिएर 20 सम्म। त्यस्तै सेट ए x बिलोंग्स टू नेचुरल नंबर र x को भ्यालु 2 देखि लिएर 10 सम्म छ, 10 सम्म। त्यस्तै सेट बी 10 11 12 देखि लिएर 20 सम्म। अब पहिला हामीलाई फाइन्ड गर्नु छ ए युनियन बी। फर्स्टमा पहिले ए युनियन बी 2 3 4 20 सम्म छ, 10 सम्म छ। त्यस्तै युनियन 2 3 4 देखि लिएर 10 सम्म, 10 सम्म। यो 10 11 12 देखि लिएर 20 सम्म छ। त्यस्तै युनियन बी को एलिमेन्टहरु के हुन्छ? 2 देखि लिएर 10 सम्म र फेरि 10 देखि लिएर 20 सम्म, 2 3 4 5 देखि लिएर 20 सम्म। जम्मै एलिमेन्ट केमा आउँछन्? ए युनियन बी मा। अर्को दोस्रो ए इंटरसेक्शन बी, ए को एलिमेन्टहरु 2 3 4 र 10 सम्म। सेट बी को एलिमेन्ट 10 11 12 देखि लिएर 20 सम्म। ए इंटरसेक्शन बी मा मिल्दो एलिमेन्टहरु के छन्? कमन एलिमेन्ट 10 मात्रै छ। यदि केही भएन भने, त्यस्तै केही भएन भने नल सेट। त्यस्तै तेस्रो हामी हेर्ने छौँ ए युनियन बी को कम्प्लिमेन्ट निकाल्नु छ। पहिला हामी निकाल्ने छौँ ए कम्प्लिमेन्ट यू माइनस ए। यूमा 1 देखि लिएर 20 सम्म माइनस सेट ए 2 3 4 देखि लिएर 10 सम्म। सेट ए को एलिमेन्टलाई सेट युनिभर्सल सेटबाट सर्वव्यापी सेटबाट घटाउने छ। बाँकी एलिमेन्टहरु के रहने छन्? 1 त्यसपछि 10 सम्म के 2 देखि 10 सम्म छैन, 11 12 देखि लिएर 20 सम्म। त्यस्तै बी को कम्प्लिमेन्ट यू माइनस बी 1 2 3 देखि लिएर 20 सम्म। सेट बी का एलिमेन्टहरु के छन्? सेट बी को एलिमेन्टहरु 10 देखि लिएर 20 सम्म, 20 सम्म। बाँकी एलिमेन्ट के रहने छन्? 10 देखि लिएर 20 सम्म का एलिमेन्ट छैन, के छन्? 1 देखि लिएर 10 1 देखि लिएर 9 सम्म का एलिमेन्टहरु हुने छन्, 9 सम्म। यो भयो बी कम्प्लिमेन्ट। अब हामी फाइन्ड गर्ने छौँ ए युनियन बी को कम्प्लिमेन्ट। ए कम्प्लिमेन्ट के छन्? 1 11 12 देखि लिएर 20 सम्म, इंटरसेक्शन 1 2 3 देखि लिएर 9 सम्म। अब यूनियन कुनै पनि सेटको यूनियन छ भने सबै एलिमेन्ट हुनुपर्छ। सेट ए र सेट बी को कम्प्लिमेन्ट को पुरै एलिमेन्ट हुनुपर्छ। सेट ए को पूरक र सेट बी को पूरक को पुरै एलिमेन्ट 1 2 देखि लिएर 9 सम्म, 3 र 9 सम्म। त्यसपछि 10 छैन, 11 12 र 20 सम्म। यो भयो ए युनियन बी को कम्प्लिमेन्ट। त्यसपछि हामी फाइन्ड गर्नेछौँ, पत्ता लगाउनेछौँ ए इंटरसेक्शन बी।
इंटरसेक्सन बी में 1 11 12 ये 20 सम्म इंटरसेक्सन बी कम्प्लिमेंट में 10 11 12 देखि लिएर 20 सम्म। अब हेर्दैछौँ हामी के मिल्दो एलिमेन्ट छ। यहाँ हेर्छौँ हामी 10 देखि सुरु भएर 20 सम्म छ। यहाँ यसमा 10 छैन, 11 छ, 11 देखि लिएर 20 सम्म। यहाँ पनि 11 देखि लिएर 20 सम्म छ, 11 12 13 देखि लिएर 20 सम्म। ठीक छ, यो भयो ए इंटरसेक्सन बी को कम्प्लिमेंट। यो भयो। त्यसपछि हामी यसलाई भेन डायग्राममा पनि हाल्न सक्छौँ। त्यसपछि हामी अब अगाडि यो भयो। अब हामी यसलाई अर्को प्रश्न है, केही हामी सेट नोटेसनहरू जस्तै दोस्रो ए इंटरसेक्सन बी को कम्प्लिमेंट, तेस्रो ए माइनस बी यूनियन बी माइनस ए, चौथो ए यूनियन बी यूनियन बी का कम्प्लिमेंट। अब हामी यसलाई भेन चित्रमा सेट नोटेसन भन्नाले त्यसलाई सेट नोटेसनलाई भेन चित्रमा भेन डायग्राम सेट नोटेसनलाई हामी केमा राख्नेछौँ? भेन चित्रमा। पहिलो यूनिवर्सल सेट सर्वव्यापी समूह, सेट बी छ। कम्प्लिमेंट निकाल्नु छ कसको? यूनिवर्स ए यूनियन बी को। ए यूनियन बी का के हुन्छ? यो शब्द जम्मै के हुन्छ? ए यूनियन बी भयो। ए यूनियन बी लाई छाडेर कुनै पनि सेटको कम्प्लिमेंट भन्नाले त्यो सेटलाई छोडेर बाहिरको बाँकी एलिमेन्ट भयो ए यूनियन बी को कम्प्लिमेंट। कुनै पनि सेटको कम्प्लिमेंट भन्नाले त्यो सबै सेटलाई छोडेर बाँकी यूनिभर्सल सेटका एलिमेन्टहरू शब्दहरू। यो भयो ए यूनियन बी को कम्प्लिमेंट। त्यस्तै दोस्रो छ ए इंटरसेक्सन बी को कम्प्लिमेंट। इंटरसेक्सन भन्नाले सेट ए र सेट बी मा मिल्ने एलिमेन्टहरू यसमा हुन्छ। अब यसलाई छोडेर पुरै एलिमेन्टलाई हामी के भन्छौँ? ए इंटरसेक्सन बी को कम्प्लिमेंट। इंटरसेक्सन बी को कम्प्लिमेंट। ठीक है, इंटरसेक्सन भन्नाले यो पोर्सन भयो, यो रिजन। अब यसलाई छोडेर पुरैलाई के भन्छौँ हामी? ए इंटरसेक्सन बी को कम्प्लिमेंट। तेस्रो छ हाम्रो ए माइनस बी यूनियन बी माइनस ए छ। ए माइनस बी यूनियन बी माइनस ए हामी हेर्नेछौँ। यूनिवर्सल सेट छ ए बी। ए माइनस बी भन्नाले सेट ए बाट सेट बी लाई सबट्र्याक्ट गरिएको छ, हटाइएको छ। सेट ए बाट सेट बी लाई सबट्र्याक्ट गरिएको छ। यो पोर्सनलाई यो पुरैले हटाइएको छ। बाँकी एलिमेन्ट के हुन्छ? ए माइनस बी मा यो भयो ए माइनस बी यूनियन छ। यूनियनमा ए माइनस बी र यसको कसको? बी माइनस ए को यूनियन। बी माइनस ए भन्नाले सेट बी बाट यो सेट बी बाट
सेट एलाई सबट्र्याक्ट गरिएको छ, सेट बीलाई हटाइएको छ, बाँकी के रहन्छ यो भयो a माइनस b युनियन b माइनस a। चौथो a युनियन b युनियन a युनियन b को कम्प्लिमेंट, a युनियन b युनियन a युनियन b को कम्प्लिमेंट। अब हेरौँ यहाँ अब a युनियन b मा पुरै एलिमेन्ट आउँछ, युनियनमा हामीले सेट गर्दै जाने, a युनियन b मा हामीले सेट गर्दै जाने, यो भयो a युनियन b। त्यसपछि a युनियन b को कम्प्लिमेन्टमा छोडेर सेट a युनियन b भयो, यो पुरै भयो a युनियन b। a युनियन b भएपछि हामीले a युनियन b लाई छोडेर पायो बाँकी यो भयो। यसलाई a युनियन b युनियन a युनियन b को कम्प्लिमेन्ट भन्छ। यसलाई हामीले सर्टकटमा लेख्न सक्छौँ, यसलाई युनिभर्सल सेट पनि लेख्न सक्छौँ, किनभने पुरै सेट गरिएको छ, यो सर्वव्यापी समूह हो। यसलाई a युनियन b युनियन a युनियन b को कम्प्लिमेन्ट पनि लेख्न सक्छौँ, या यसलाई युनिभर्सल सेट पनि लेख्न सक्छौँ। यो भयो। हामीले problems involving two sets, दुईवटा समूहहरू भएका समस्याहरू हेर्छु। पहिला भेन डायग्राममै म बुझाउने प्रयत्न गर्छु। हामीले योबाट फर्मुलाहरू पनि तयार गरिन्छ। पहिले म तपाईहरुलाई कार्डिनल नम्बरको फर्ममा घनात्मक टर्ममा यो पुरीलाई हामी के भन्छ, यो पुरीलाई हामी na भन्छौँ, मतलब सेट a को घनात्मक, यसलाई कार्डिनल नम्बर अफ सेट a पनि भन्छ। यो पुरै भयो na। त्यस्तै यो पुरै पोर्सनलाई हामी के भन्छौँ, सेट b को कार्डिनल नम्बरलाई हामी सेट b को समूह b को घनात्मक भन्छौँ। त्यस्तै यो पोर्सन भन्नाले n a इन्टरसेक्सन b बाहिरको कम्प्लिमेन्ट। त्यस्तै अब हामी पहिलो फर्मुला लेख्छौँ nu भन्नाले पहिले हामी के गर्छौँ, nu भनेको यो पुरै सर्वव्यापी समूह। अब यो सर्वव्यापी समूहको निकाल्दाखेरि हामीले के गर्ने, यो पुरै पोर्सन हामी के भन्छौँ, n a युनियन b मा हामीले बाहिरकोलाई हामी के भन्छौँ, कम्प्लिमेन्ट। कसको, a युनियन b को। पहिलो फर्मुला हाम्रो के भयो, nu इक्वल टू n a युनियन b प्लस n a युनियन b को कम्प्लिमेन्ट। ठीक छ। यो पुरै भयो हाम्रो युनिभर्सल सेट निकाल्दाखेरि हामीले के गर्ने, पहिले n a युनियन b निकाल्ने, त्यसपछि n a युनियन b को कम्प्लिमेन्ट निकाल्ने। अब त्यसपछि हामी दोस्रो फर्मुलातर्फ लाग्छौँ। दोस्रो फर्मुला हामी
एन ए युनियन बी को लागि एन ए युनियन बी को लागि हामी पहिला के लिनेछौँ एन ए लिने। अब हेरौँ यहाँ एन ए लिँदाखेरि यो पुरै एन ए लिँदाखेरि हामीले के हेर्यो यो पोर्सन एकचोटि एमा आयो फेरि हामी एनबी लिन्छौँ यो फेरि एनबीमा पनि आयो यो दुईचोटि रिपिट भयो इन्टरसेक्सन वाला पोर्सन दुईचोटि रिपिट भयो दुईचोटि आयो हामीले के गर्ने यो पुरै ए युनियन बी निकाल्नको लागि हामीले के गर्ने यो त दुईचोटि आएको छ यसलाई एकचोटि सबट्र्याक्ट गर्ने एन ए इन्टरसेक्सन बी एन ए युनियन बी इक्वल टु एन ए प्लस एन बी माइनस एन ए इन्टरसेक्सन बी। ए इन्टरसेक्सन बीलाई हामीले किन घटाएका छौँ किनभने यो पोर्सन दुईचोटि आएको छ एकचोटि एमा पनि आयो एकचोटि बीमा पनि आयो यसलाई हामीले के गर्ने एन ए एन बीबाट इन्टरसेक्सनलाई घटाउने किनभने एन ए इन्टरसेक्सन बी दुईचोटि आएको छ एउटा फर्मुला भयो। यहीबाट हामीले तेस्रो फर्मुला इन्टरसेक्सन र युनियनलाई इन्टरचेन्ज गर्दा यसलाई लेफ्ट ह्यान्ड साइडमा ल्याउने र यसलाई राइट ह्यान्ड साइडमा ल्याउँदाखेरि तेस्रो फर्मुलाको के आउँछ एन ए इन्टरसेक्सन बी इक्वल टु एन ए प्लस एन बी माइनस एन ए युनियन बी। यो पहिलेबाट आएको छ यसलाई ए युनियन बीलाई राइट ह्यान्ड साइडमा लाग्दाखेरि नेगेटिभ हुन्छ यो र एन ए इन्टरसेक्सन बीलाई लेफ्ट ह्यान्ड साइडमा लाग्दाखेरि यो पोजिटिभ भयो एन ए इन्टरसेक्सन बी इक्वल टु एन ए प्लस एन बी माइनस एन ए युनियन बी। तेस्रो फर्मुला भयो। चौथो यो दोस्रोको भ्यालु हामीले ए युनियन बी को भ्यालु हामी योमा राख्दाखेरि एउटा फर्मुला यो पनि आउँछ एन यु इक्वल टु हामीले के गर्ने पहिलोमा एन युमा ए युनियन बी को भ्यालु राख्दाखेरि हामीले के गर्छौँ एन ए युनियन बी को भ्यालु हाम्रो के छ एन ए प्लस एन बी माइनस एन ए इन्टरसेक्सन बी यहाँ के छ प्लस एन ए युनियन बी को कम्प्लिमेन्ट। हामीले के हेर्यो युनिभर्सल सेट निकाल्नको लागि पहिला ए युनियन बी निकाल्यो हामीले ए युनियन बी को भ्यालु हामीले के राख्यो एन ए प्लस एन बी माइनस एन ए इन्टरसेक्सन बी यो हेरिसक्यौँ हामीले। त्यसपछि यहाँ बाँकी के थियो प्लस ए युनियन बी यो पनि एउटा फर्मुला आयो। त्यसपछि हामीले अब के हेर्ने यो त भइसक्यो। अब हामीले के हेर्ने हो यो पोर्सनलाई हामी के भन्छौँ एन ए इन्टरसेक्सन बी यो पोर्सनलाई के भन्छौँ हामी एन ए माइनस बी। यो ए माइनस बी थियो मात्रै ए छ यो ओन्ली एलाई हामीले कार्डिनल नम्बर धनात्मक सङ्ख्यामा लेखेको एन भन्नाले कार्डिनल नम्बर अफ सेट ए माइनस बी कार्डिनल नम्बर छ। यसलाई हामीले यस्तो पनि डिनोट गर्न सक्छौँ एन ओन्ली ए। त्यस्तै यसलाई एन बी माइनस ए यसलाई हामी एन ओन्ली बी पनि भन्छौँ र बाहिरकोलाई हामी के भन्छौँ एन ए युनियन बी को कम्प्लिमेन्ट। ठिक छ। अब हामी ओन्ली को फर्ममा लेख्ने एन ए युनियन बी को एउटा फर्मुला आउँछ एन ओन्ली ए प्लस एन ओन्ली बी प्लस एन ए इन्टरसेक्सन बी। ठिक छ। के भयो एन ए युनियन बी इक्वल टु एन ओन्ली ए प्लस एन ओन्ली बी प्लस एन ए इन्टरसेक्सन बी एउटा फर्मुला यो पनि भयो। त्यस्तै छेटो फर्मुला के हुन्छ एन ए माइनस बी लाई हामी के भन्छौँ एन ओन्ली ए। यो एबाट के भन्छ एबाट बीलाई घटाइएको छ एबाट बीलाई सबट्र्याक्ट गरिएको छ यो भन्नाले यसलाई के भन्छ एन ओन्ली ए मात्रै ए त्यस्तो एलिमेन्ट जुन एमा मात्रै छन् तर बीमा छैन माइनस एन ए इन्टरसेक्सन बी एन ओन्ली ए माइनस एन ए इन्टरसेक्सन बी यसलाई एन ओन्ली ए भन्छ। एन ओन्ली ए भन्नाले सेट एबाट यो इन्टरसेक्सन पोर्सनलाई सबट्र्याक्ट गरिएको छ सेट एबाट इन्टरसेक्सन पोर्सनलाई सबट्र्याक्ट गरिएको छ। त्यस्तै सातो के हुन्छ एन बी माइनस एमा पनि त्यही हुन्छ एन ओन्ली बी एन बीबाट एन
ए इन्टरसेक्सन बी सबट्र्याक्ट गर्ने र आठौँ के हुन्छ ए कम्प्लिमेन्ट कुनै पनि सेटको कम्प्लिमेन्ट भन्नाले त्यो सेटलाई युनिभर्सल सेटबाट त्यसलाई सबट्र्याक्ट गर्ने एन ए कम्प्लिमेन्ट इज इक्वल टु एनयू माइनस एनए ठीक छ यो फर्मुला हामीले पढ्यो प्रब्लम्स इन्भल्भिङ टु सेट्स दुईवटा समूह भएका समस्याहरूको फर्मुलाहरू हामी हेऱ्यौँ अब हामी यसको प्रश्नहरू सल्भ गर्नेछौँ आजको लागि हामीले सेट नोटेसन पढ्यो ऑपरेशन अफ सेट पढ्यो त्यसपछि प्रब्लम इन्भल्भिङ टु सेट्स पढ्यो ल आजको लागि धन्यवाद।